मलाई भेटौँ होला भेट्ने बित्तिकै तपाईँको ड्रेस कति राम्रो तपाईँले आज ब्रेकफास्ट के मिठो बनाउनु भयो उसको दिन क्या राम्रो हुन्छ कि हुँदैन हुनुहोस् त के लगाएको यस्तो हाउडीमा भन्यो गयो फेरि उसको दिन नै बिग्रिन्छ प्रिय त्यही कारण जहिले पनि अनुहारमा मुस्कान के ल्याउनु अरे अनुहारमा मुस्कान हरेक व्यक्तिमा तपाईँले राम्रो कुरा पाउनुहुन्छ ओ त्यसलाई प्रशंसा दिनुहोस् बिहान उठ्नुहोस् दाहिने हात उठाउनु प्रेज द लर्ड आजको दिनको लागि म तपाईँलाई धन्यवाद दिन्छु तपाईँको मायाको लागि धन्यवाद आज मेरो नानीलाई गाली गर्नु पर्दैन आज मेरो पतिलाई म माया गर्छु आज मेरो नानीलाई झन् माया गर्छु आज म छिमेकीलाई प्रेम गर्छु आज मेरो अनुहारमा मुस्कान छ मेरो आँखामा खुसी छ किन तपाईँको प्रेमलाई म प्रभु ग्रहण गर्दछु तपाईँको मायालाई म ग्रहण गर्दछु जतिले मलाई भेट्छ उनीहरूले मलाई देखेर नहाँसे त म मुस्कुराइदिन्छु उनीहरूले मलाई जे भने तापनि म राम्रो हुन्छु किनभने ममा शान्ति छ बिहान उठेर भन्नुहोस् न प्रिय ओ तपाईँको जिन्दगी राम्रो हुन्छ खाना पकाउँदा पनि प्रभुको उपस्थितिमा रिखारा बा शान्दारा बा राखा टाङ टाङ टुङ टुङ रिखिरी धेरै एघार बा शान्दारा बा गर्नुहोस् नि त्यहाँदेखि यो लाइफ गर्न बिर्सद कपडा धुँदा पनि ओ प्रभु तपाईँलाई महिमा स्तुति तपाईँको नामको जय जयकार उहाँको उसमा के सायद धुँदा धुँदा तपाईँलाई उहाँको उपस्थितिले बाथरुममा हेर्ला तपाईँ त्यहीँ कपडा धुनु छोडेर उहाँ रुनु थाल्दा किन प्रभुको उपस्थिति आएको मैले तपाईँलाई भने परमेश्वरसँग सम्बन्ध राख्नुको निम्ति कुनै त्यो सूत्र चाहिँदैन जहाँ पनि तपाईँले प्रभुसँग कुरा गर्न सक्नुहुन्छ हिँड्दा बस्दा विदाउट फोनलाई बसेर आँखा खोलेर टिभी हेर्दा पनि कुरा गर्न सक्नुहुन्छ खाना बनाउनु प्रभुसँग कुरा गर्न सक्नुहुन्छ त्यो एटिट्युड तपाईँले राख्नुहोस् जब मरियमले कम्प्लेन गर्छ लर्ड डोन्ट यु केयर द्याट माई सिस्टर हेज लेफ्ट मी टु डु द वर्क बाई माइसेल्फ टेल हर टु हेल्प मी अनि 41ले के भन्छ सुन्नुहोस् येशू ख्रीष्टले मार्था मार्था सबैजना भन्नु मार्था मार्था The Lord answered, you are worried and upset about many things. येशू ख्रीष्टले के भन्नु मार्था मार्था You are worried भनेछ तिमी के गरेछौ चिन्तित छौ upset भनेको डिप्रेस छौ डिप्रेस एउटा कुरा होइन मेनी थिङ्सको लागि के अरे धेरै कुराको लागि तिमी चिन्तित छौ दुखित छौ डिप्रेस छौ जुन व्यक्तिले एउटा कुरा खोज्दैन त्यो एउटा कुरा चाहिँ भजन सङ्ग्रह 27:4 अनुसार उहाँको उपस्थिति प्रभुसँग घनिष्ठ सम्बन्ध त्यो एउटा कुरा नखोजेको कारणले गर्दा धेरै कुराको लागि चिन्तित हुनुपर्छ लेट मी रिपिट अगेन जुन व्यक्तिले त्यो एउटा कुरा नखोजेको कारणले गर्दा धेरै कुरामा चिन्तित हुनुपर्छ अनि येशू ख्रीष्टले मार्तालाई भन्दै हुनुहुन्छ यु आर वरिड एन्ड अपसेट अबाउट मेनी थिङ्स धेरै कुराको लागि तिमी चिन्तित छौ धेरै कुराको लागि चिन्तित हाउ मेनी अफ यु आर रिजनिङ अल द टाइम कतिजना तपाईँ चिन्तित हुनुहुन्छ सानो सानो कुराको लागि ओ प्रिय यदि तपाईँ चिन्तित हुनुहुन्छ भने एउटा कुरा यु आर नट सिकिङ द्याट वान थिङ जब तपाईँको जीवनमा त्यो वान थिङ आउँछ नि त्यो वान थिङ चाहिँ उहाँको उपस्थिति प्रभुसँग घनिष्ठ सम्बन्ध अल थिङ विल फिनिश कसैले भन्छ इफ यु हेभ द्याट वान थिङ यु हेभ अल थिङ इफ यु डोन्ट हेभ द्याट वान थिङ यु डोन्ट हेभ एनिथिङ यदि तपाईँसँग त्यो एउटा कुरा छ भने यु हेभ अल थिङ इफ यु हेभ द प्रेजेन्स अफ गड देन यु हेभ अल थिङ्स दाउदले किन भन्यो तपाईँको उपस्थिति म खोज्छु एउटै कुरा किनभने दाउदलाई थाहा थियो ऊ राजा भएको पनि उहाँको उपस्थितिमा बसेर दाउदले बुद्धिलाई ग्रहण गरेको पनि उहाँको उपस्थितिमा बसेर दाउद विशाल भएको पनि उहाँको उपस्थितिलाई मेन्टेन गरेर त्यही कारण दाउदले भन्छ एउटै कुरा म माग्दछु मार्था चाहिँ धेरै कुराको लागि अपसेट वरी ला 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 अपसेट हुने मान्छे त्यही हो साइकल चलाउनु ला एक्सिडेन्ट भयो कि बाइकमा ला बाटोमा के भयो कि ला भात पकाउनु डढ्यो कि ला सब्जीको डढ्यो कि फेरि नो डर ला नुन पो चर्को भयो कि ला मिठो भएन कि ला सब ला 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 एभ्रिथिङ ला 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 लामा के अरे पिएचडी पाएको 42ले के भन्छ सुन्नुहोस् है फेरि ओन्ली वान थिङ भनेको छ यहाँ ओन्ली वान थिङ इज निडेड भनेको छ 42:42 मा येशू ख्रीष्टले भन्दैछ अनि 41 मा मेनी थिङ पाउनुहुन्छ
तर 42 मा one thing येशूले भन्छ एउटै कुराको खाँचो छ जो चाहिँ मरियमले चुनेकी छिन् अनि त्यो चाहिँ उसको जीवनबाट खुसी नै छैन. See, Jesus is not saying that. Jesus ले के भन्नु, but one thing is needed. Mary has chosen what is better. It will not be taken away from her. किनभने येशूले डाइरेक्ट भन्नुहुन्छ मरियमले जुन कुरा चुनेको छ त्यो कुरा चाहिँ खुसी नै छैन. God loves. Jesus loves because Jesus is the God of relationship. So, He loves to talk to you. But He doesn't even loves to talk to you, but He wants to have intimate relationship with you. पागल चाहिँ तपाईँलाई प्रेम गर्नुहुन्छ. अनि मरियमको विषयमा के भन्छ भने जुन कुरा मरियमले चुनेकी छिन् एउटा कुरा त्यो कुरा चाहिँ अब मरियमबाट खुसी नै छैन. सुन्नुहोस्, यसमा अलिकति ब्यालेन्स गरौँ मेरो भाइ बहिनी हो. त्यसको मतलब काम गर्नु भनेको होइन, हामी काम गर्नुपर्छ तर प्रभुसँग घनिष्ठ सम्बन्ध राख्नुपर्छ. जब हामी घनिष्ठ सम्बन्ध राखेर काम गर्छ प्रिय जहिले पनि हाम्रो ओर्मा हुन्छ. यस्तो भइरहेको छ. कसैले गाउँथ्यो प्रिय आयो मुस्कान मेरो ओठभरि आयो खुसी मेरो आँखाभरि. दिदी बहिनी हो तपाईँको मुड स्विङ्सहरू पनि कहाँ उडेर जान्छ प्रिय. यु विल बी भेरी स्टेबल गर्ल. I tell you, evergreen परमेश्वर मानिसले मन पराउँछ. प्रायः जतिहरू म देख्छु मान्छेहरू दिदी बहिनी औधी कसियस भएको मेरो पिम्पल्स मेरो कपाल सेतो भयो मेरो ड्राम अलिअलि जानुहुन्छ. अनि एक्चुअली के छ भने दिदी बहिनीलाई परमेश्वरले त्यो रीतिले बनाएको कारणले वी वान्ट टु एट्र्याक्ट समबडी एल्स हैन. ड्रेसिङ राम्रो, मेरो वजन बढ्यो, मेरो उयो भयो, मेरो हाइट भएन, समथिङ लाइक दैट अल द टाइम. तर प्रिय जब तपाईँको जिन्दगीमा यो वान थिङ हुन्छ नि तपाईँको जिन्दगी चुम्बक जस्तो हुन्छ. मानिसहरूले औधी मन पराउनु थाल्छ तपाईँलाई. साँच्ची भनेको एकजना बहिनी हुनुहुन्थ्यो म उहाँलाई चिन्छु प्रिय. त्यो बहिनीको विषयमा मैले सुनेको थिएँ. त्यो बहिनीले पहिला 5 सिन्स जब गर्यो अब मतलब 5 सिन मतलब एकजना केटासँग अफेयर्स भएर सी गट प्रेग्नेन्ट. अनि त्यति बेला बिहा नगरिकन अनि त्यो प्रेग्नेन्ट भएर लास्टमा अबोर्सन गरेर यति दुःख भयो त्यो बहिनीले. तर फाइनली त्यो पास्ट इज पास्ट गयो त जे पनि होस्. अब त्यो गएको बितेको जिन्दगी जस्तो पनि भए पनि उसले भुलेर त्यो प्रभु येशूमा उसले रिपेन्ट गरेर आइन्. थाहा छ त्यो बहिनीको जिन्दगी यस्तो मजाले फस्टाउन थाल्यो. त्यो बहिनीको जीवनबाट सौ नानीहरूले प्रभु येशूलाई चिन्यो. त्यो बहिनीको अनुहारमा मुस्कान थिएन. त्यो बहिनीको अनुहारमा कुनै खुसी भने थिएन, आँखामा खुसी भने थिएन. डिप्रेस रहन्थ्यो किनभने त्यो बहिनीले गल्ती गरेको कारणले गर्दा. अनि सबै मान्छेले ब्लेम मात्र गर्थ्यो, सबै मान्छेले उसलाई कन्डेम गर्थ्यो बिग्रेको केटी भनेर. र त्यो बहिनी जब रिटर्न बहिनी प्रभुको उपस्थितिमा त्यो वान थिङ खोजेर त्यो बहिनीलाई परमेश्वर कति आशिष दिनुभयो. सौ नानीहरू, हिन्दू नानीहरू त्यो बहिनीद्वारा परमेश्वरमा चिन्नुभयो. तपाईँले सोचेर तपाईँको त्यो अतीतको कुरालाई कोटाएर तपाईँले आफ्नो जिन्दगीलाई परिवर्तन गर्न सक्नुहुन्न. गेट टु द्याट वान थिङ. त्यो एउटा कुरा चाहिँ के हो? परमेश्वरको उपस्थिति भन्ने. प्र्याक्टिस द प्रेजेन्स अफ गॉड. प्रार्थना गर, प्रभुसँग घनिष्ठ सम्बन्ध राख, सबै महिमा तपाईँलाई फर्किन्छ. हिजो दाउदले भने चाहिँ तपाईँले मानिसलाई महिमा र आदरको मुकुटले लगाइदिनु भएको छ. यु विल प्र्याक्टिकली नो वाट इज द्याट क्राउन अफ ग्लोरी. महिमाको मुकुट, द क्राउन अफ अनर. आदरको त्यो के अरे त्यो मुकुट तपाईँलाई परमेश्वरले देखाउनुहुन्छ तपाईँको अवधिमा. तर एउटा कुरा छ. अनि येशू ख्रीष्टले के भन्नुहुन्छ भने तिमी धेरै कुराको लागि चिन्तित छौ, धेरै कुराको लागि चिन्तित. तर मरियमले एउटा कुरा रोजेको छ, त्यो चाहिँ खुसी नै छैन भन्छ. अनि एउटा कुरा रोजौँ हामी प्रिय, उहाँको उपस्थिति सबै कुरा बन्दै जान्छ. आइजिएम चलाउनुको लागि हामीलाई धेरै कुरा छ, रेस्पोन्सिबिलिटी. आउँदो दिनमा मलाई किताब लेख्नु छ, आउँदो दिनमा स्टाफ बढाउनु छ. नेक्स्ट फेरि हाम्रो प्रिय विदेशमा हाम्रो चर्च र बाइबल स्कुल खोलिँदैछ अझै. फेरि हाम्रो मिनिस्ट्री एक्सटेन्ड गर्नु छ, डिमान्ड सुरु हुन्छ. तर त्यो सबै कुरा म पटक्कै सोच्दिनँ. म एउटै कुरा सोच्छु, आई निड टु बी इन द प्रेजेन्स अफ गॉड. जब म येशूको उपस्थितिमा जान्छु येशूले मेरो सबै कामहरू हल गर्नुहुन्छ. इट ह्यापन्स अटोमेटिकली. आमेन. तर प्रिय सुन्नुहोस्, परमेश्वरसँग घनिष्ठ सम्बन्ध राख्दाखेरि हामीले एउटा कुरा चाहिँ याद राख्नुपर्छ. जति हामी प्रभुसँग घनिष्ठ सम्बन्ध राख्छौँ त्यति नै हाम्रो इज्जत आदर प्रभुप्रति बढ्नुपर्छ. फेरि म भन्छु, जति तपाईँ र म प्रभुसँग घनिष्ठ सम्बन्ध राख्छौँ
त्यति नै इज्जत र आदर प्रभुसँग बढ्नुपर्छ। मानिस जातिले पनि इज्जत बढी खोज्छ। तपाईँको फौजीमा आर्मीमा होला, तपाईँले ठुलो व्यक्तिलाई यदि तपाईँले आदर नदिनुहोस् न त्यो व्यक्तिले तपाईँलाई मन पराउँदैन होइन। किनभने जसैसुकै होस् त्यो मान्छे तल लेभलबाट मतलब पोजिसन पाउँदै माथि गएर आदर खोजिरहेको हुन्छ। धेरैचोटि हामीसँगै त पहिला एउटै क्याम्पमा थियो, एउटै हस्टेलमा हामी त्यो कसरी अकेलामा आदर गर्दिनँ हुन्छ। तर प्रिय त्यसो होइन, प्रिय तिनीहरूले आदर खोज्छ। जब हामी दिँदैनौँ हाम्रो रिलेसनसिपमा धक्का हुन्छ। बुवाले नानीहरूको आदर खोज्छ, स्टुडेन्ट्सबाट टिचरले आदर खोज्छन्, पतिले पत्नीको आदर खोज्छन्, राष्ट्रले मण्डलीको आदर खोज्छन्, देशको नेताले जनताको आदर खोज्छन्। जहाँ आदर हुन्छ त्यो एकदम राम्रो हुन्छ, त्यसलाई सिभिलाइज हुन्छ। यदि मानिस जातिमा त्यो आदर लुकेको छ भने चाहिँ हामीले जति माया गर्छौँ नि त्यति नै हामीले परमेश्वरलाई आदर गर्नै पर्छ। तीनटा कुरा औधी इम्पोर्टेन्ट छ परमेश्वरको प्रेममा। सुन्नुहोस्, लभ, ट्रस्ट एन्ड रेस्पेक्ट। लेट मी टेल यु, लभ, ट्रस्ट एन्ड रेस्पेक्ट। यदि तपाईँ प्रभु येशूलाई प्रेम गर्नुहुन्छ बट यु डोन्ट ट्रस्ट हिम, तपाईँ डाउट गर्नुहुन्छ, चिन्ता गर्नुहुन्छ भने देन यु आर जस्ट टर्चरिङ हिम। तपाईँले उहाँलाई मन दुखाउँदै हुनुहुन्छ। त्यति त्यहाँनिर ट्रस्ट मात्रै होइन, हामीले रेस्पेक्ट पनि गर्नुपर्छ, एक प्रकारको सम्मान गर्नुपर्छ। जब हामी चोखो माया दिन्छौँ अनि जब ख्रिस्टसँग हाम्रो मायामा त्यो माया अनि भरोसा अनि आदर हुन्छ अनि त्यो प्याटर्न बस्यो भने इभन हामी हाम्रो सोसियल नेटवर्किङमा पनि हामीले अरूलाई प्रेम गर्दाखेरि आदर दिँदो रहेछौँ, अरूलाई प्रेम गर्दाखेरि हामीले भरोसा दिन्छौँ। किन वी हेभ द्याट सेम प्याटर्न फ्रम गड, वाट वी लर्न फ्रम गड द्याट वी गिभ टु अदर्स। यदि परमेश्वरलाई तपाईँले आदर गर्नुहुन्छ भने तपाईँको कलिग्सलाई पनि तपाईँले आदर गर्नुहुन्छ। परमेश्वरलाई तपाईँले भरोसा गर्नुहुन्छ भने तपाईँले आफ्नो साथी मित्रलाई भरोसा गर्नुहुन्छ। परमेश्वरलाई तपाईँले प्रेम गर्नुहुन्छ भने तपाईँले आफ्नो छिमेकीलाई पनि प्रेम गर्नुहुन्छ। किनभने एभ्रिथिङ हामी माथिबाट पाउनुपर्छ, छ भने मात्रै दिनु सक्छ हामी। आवर सुड बी ब्याङ्क ब्यालेन्स, मायाको ब्याङ्क ब्यालेन्स एकाउन्ट हुनुपर्छ, आदरको एकाउन्ट हुनुपर्छ।